ल 2083 वैशाख 26 गते हामी चाहिँ बालाजुको बाइपास हुँदै ककनी र माथि सूर्यचौर हुँदै हाइकिङको लागि निस्केका छौँ। यही हाइकिङको केही दृश्यहरू र अन्य विभिन्न गतिविधिहरू तपाईहरुलाई देखाउने प्रयास गर्नेछौँ। हामी आज चाहिँ यो ककनी नजिकै यो हाइकिङ स्टार्ट पोइन्टमा छौँ। अब हामी यहाँबाट माथि थाई मेमोरियल पार्क पुग्छौँ अनि त्यसपछि हामी आज बेलुका सूर्यचौर पुग्ने हाम्रो कार्यक्रम छ। हामी यतिजना बस महन्छ यो स्टार्ट हुँदैछ यहाँबाट। त्यसरी आगामै बसाउने चाहिँ आउने फोटो सफा खाना बसाउने लेभलको ठिकै छ। जस्तो मगाउनु छ जेनको पसलमा चाहिँ बाटैभरि ऐँसिलो हुँदो रहेछ। माथि तल बाटैभरि सबै ठाउँ ऐँसिलो फुल खाइयो। यहाँ चाहिँ एउटा गुम्बाको नजिक आइयो माथि डाँडामा। चाहिँ हामी ककनीको यो स्ट्रबेरी पार्कमा आइपुगेका छौँ। यहाँ चारैतिरको दृश्य एकदमै राम्रो छ। त्यसपछि यतापट्टि एउटा ठुलो स्ट्रबेरी राखिएको छ। त्यसकारणले गर्दा नै स्ट्रबेरी पार्क भनिएको होला यसलाई। यहाँ एकदमै स्ट्रबेरी फल्ने ठाउँ अरे, स्ट्रबेरीको खेतीपाती गरिन्छ यहाँ। त्यसकारणले गर्दा नै यसको सम्झना स्वरूप स्ट्रबेरी पार्क भनेर स्ट्रबेरी राखिएको छ। हामी चाहिँ अब ककनी पिकनिक स्पटतिर आइपुगेका छौँ। माथिपट्टि एकदमै म्युजिक बजिराखेको छ, नाचगान चलिरहेको छ। तल बसहरू अरू गाडीहरू रोकिएका छन्। अब चाहिँ हामी थाई मेमोरियल पार्कमा प्रवेश गर्दैछौँ। एकपटक टिआइए अर्थात् थाई होइन के भन्छ त्यसलाई, थाइल्यान्डको जहाज एक्सिडेन्ट भएको थियो यहाँ। त्यसैको सम्झनामा बनाएको होला जस्तो लाग्छ यो। ल अहिले चाहिँ म यो थाई मेमोरियल पार्कमा छु। थाई इन्टरनेसनल एयरवेजको प्लेन एक्सिडेन्ट भएको थियो 1992 सालमा यही स्थानमा। त्यसैको सम्झनामा एउटा मेमोरियल पार्क बनाएको रहेछ। त्यसैलाई एउटा झलक भयो तपाईँको लागि। काम गरिन्छ हामी अब ककनी इन्टरनेसनल स्काउट सेन्टरमा पुगेका छौँ। पहिलेदेखि नै ककनीमा स्काउटको एकदम अन्तर्राष्ट्रिय स्तरको अफिस छ भन्ने सुनेको थियो। त्यही हुँदै हामी माथितिर गइरहेका छौँ।
थ्याङ्क यू। अहिले सूर्यचौर नेचर रिट्रिटमा आइपुग्यौँ। अब यहाँ चाहिँ ठ्याक्कै हामी बस्ने अहिले अब यो होटेल कस्तो मजाको रहेछ। पहाडीपट्टि गाउँ छ। अब यो गाउँको नाम के हो अझसम्म थाहा छैन। अब एकछिनपछि सोधेर बल्ल थाहा हुन्छ। यहाँ सरहरू थाहा छ कि चट्ट एकदम पुरा त्यो के हो झोलुङ्गो के हो त्यसमा बस्नु भएको छ रिल्याक्स मुडमा। हामी लगभग 10.5 किलोमिटर जति हाइकिङ गरेर अब आज यतैतिर विश्राम गर्नेछौँ। गन्तव्यमा आइपुग्यौँ हामी आजको लागि गन्तव्यमा आइपुग्यौँ। अहिले यो सूर्यचौर नेचर रिसोर्टमा छौँ र यसको जुन सेरोफेरो छ यो नुवाकोट जिल्ला भयो। यसको बारेमा यो सूर्यचौर नेचर रिसोर्टका जितेन्द्र सिंह ठकुरीले जानकारी दिँदै हुनुहुन्छ। हामी तपाईँहरूलाई सर्व यसको बारेमा सेरोफेरोको बारेमा यो चाहिँ दिँदैछौँ उहाँले जानकारी। यो चाहिँ नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका पर्छ, वडा नम्बर 7 अन्तर्गत पर्छ। यसलाई सूर्यचौर भन्छ। यो सबै देखेको चाहिँ नुवाकोट जिल्ला हो। त्यो पारि चाहिँ पञ्चकन्या गाउँपालिका पर्छ। अनि त्योभन्दा उतापट्टि दुप्चेश्वर गाउँपालिका, त्यो माथि देखेको राउचुली हिमाल भन्छ त्यसलाई, बादल लागेको ठाउँ। बादल लागेको त्योभन्दा ठ्याक्कै उतापट्टि चाहिँ गोसाइकुण्ड हो। पहिला अहिले पनि हिँडेर जान्छ मान्छे त्यो बाटो। ट्रेकिङ ग्रुप त खासै छैन, तर कहिले काहीँ मान्छेहरू त्यो बाटो हिँडेर पनि बिहान गयो भने बेलुकी चाहिँ गोसाइकुण्डै पुगिन्छ यो बाटो पनि। अनि हजुरको लामटाङ ट्रेकिङ रुट चाहिँ त्यतापट्टि पर्छ। उता सुन्दरी जलबाट निस्केर चिसापानी हुँदै ऊ त्यो माथि डाँडालाई कुटुमसाङ भन्छ, त्यो ट्रेकिङ रुट हो। त्यहाँसम्म चाहिँ मोटर बाटो छ। त्यहाँबाट चाहिँ त्यो लामटाङ गोसाइकुण्ड अनि उता धुन्चे निस्किने बाटो छ। स्यापु बेसी निस्केर यताबाट आउने ठाउँ छ। यो तलको फाँट चाहिँ थानसिङ फाँट भन्छ त्यसलाई, त्यो चाहिँ लिखु गाउँपालिका हो। अनि त्योभन्दा उतापट्टि पारिपट्टिको भित्ता चाहिँ सूर्यगढी गाउँपालिका भन्छ। त्योभन्दा पारिपट्टि चाहिँ हजुरको रसुवा जिल्ला हो। त्यो डाँडा चाहिँ त्यो देखिरहेको हिमाल चाहिँ कुन रह्यो होला? त्यो उता सायद त्यो गणेश हिमाल हुनुपर्छ। त्यो गणेश हिमाल हुनुपर्छ। यो हिमाली रेन्ज देखिन्छ। अनि त्यसपछि अब यो सुरुङ मार्ग बन्ने भनेको छ। सुरुङ मार्ग भनेर चाहिँ यहाँ तल अहिलेसम्म त्यो प्रारम्भिक हो त्यो अध्ययन। अब त्यसले तल पनि जान्छ होला, माथि पनि जान्छ होला पछि अध्ययन गर्दा चाहिँ। अहिले चाहिँ त्यो के अरे चापा बोट भन्छ, त्योभन्दा यतापट्टि चाहिँ उतापट्टि झोरबाट चाहिँ यहाँ चाहिँ प्रारम्भिक अध्ययन चाहिँ त्यहाँ हो भन्ने छ। त्यहाँ भने चाहिँ त्यो छोटो, एकदमै छोटो, त्यो 1.5 किलोमिटर हुन्छ होला सायद त्यो झोरबाट त्यो सुरुङ मार्ग निस्क्यो भने त्यहाँ चाहिँ। अनि त्यो पञ्चकन्या गाउँपालिका भयो पारिपट्टि। अब नेपालको सबभन्दा धेरैचोटि अर्थमन्त्री हुनुभयो प्रकाशमान मगरहरू त्यताबाट पर्छ। पञ्चकन्या 2 भयो अरे त्यो त्यो अलिअलि त्यो धुवा जस्तो त्यो टुवाले देखिन्छ नि, त्यो चाहिँ टोल हो त्यो चाहिँ। अनि प्रकाशमान भाइ प्रकाशमान मगर त्यही भयो। अनि अघिल्लोचोटि पर्यटन मन्त्री हुनुभएको थियो, अघिल्लोचोटि सांसद पनि हुनुहुन्थ्यो सिद्धबहादुर तामाङहरूले। यो पार्टी डाँडामा पर्छ ठ्याक्कै। अनि अहिलेको सञ्चार मन्त्री विक्रम तिमसिन्हाहरू यो डाँडाभन्दा उतापट्टि त्यही पञ्चकन्या गाउँपालिका वडा नम्बर 1 त्यहीँ पर्छ। नुवाकोट चाहिँ यस्तो छ हजुरको। त्यो अनि लोहनीहरूको पनि यति लोहनीको यहाँ तल पर्छ। यो फाँट छ नि ठ्याक्कै, यो थानसिङ फाँट भन्छ माथि, अलि माथि भएको चाहिँ त्यहाँ हो। यो लिखु खोला भयो। त्योभन्दा उतापट्टि देखिरहेको चाहिँ तादी खोला भयो। यो दुईवटा खोला मिसिएर अलिक तल पुगेपछि विद्युर सदरमुकाम छ देवीघाट भन्ने ठाउँमा, त्यहाँ चाहिँ गएर मिसिन्छ। उताबाट त्रिशुली आउँछ हजुरको। अनि त्यो यता फर्केको भागहरू सबै नुवाकोट हो। त्योभन्दा उता चाहिँ धादिङ पर्छ त्यहाँ हजुरको। अनि नुवाकोट दरबार यहाँ देखिन्न, तर एरिया चाहिँ देखिन्छ। त्यो तुवालो के अरे त्यो तुवालो छ नि तल, त्योभन्दा ठ्याक्क माथिको डाँडा चाहिँ नुवाकोट दरबार हो। त्यहाँ त्यता पर्छ। विदुर बट्टार देखिन्थ्यो नि माथि त्यही तल त्यो दरबारबाट ठ्याक्क त्यो हुसु लाया ठाउँ चाहिँ पिपल टार देखिन्छ। त्योभन्दा यतापट्टि गएपछि बट्टार हो। हुसु नलागेको बेला देखिन्छ दरबार? दरबार देखिन्छ। दरबारको एरिया देखिरहेछ हजुरको ठ्याक्कै देखिन्न होला, तर हुसुभन्दा माथि ठ्याक्क अलिकति त्यो तेर्सो ठाउँ छ त्यहाँ अब। उता पारि ककनी भयो, यतापट्टि ककनी देखिरहेको त्यो चाहिँ ककनी गाउँपालिका भयो। त्यो रानी बाबा बजार भयो। त्योभन्दा यतादेखि चाहिँ ककनी। हजुरहरू यतैबाट हिँडेर आउनुभयो हो। यो चाहिँ ट्रेल, यो चाहिँ ककनीदेखि कुटुमसाङसम्मको ट्रेलको एउटा चाहिँ शीर्षक चाहिँ छ। बजेटहरू पनि अलिअलि परिरहेछ पर्यटन बोर्डबाट, पर्यटन मन्त्रालयबाट। अनि त्यो ट्रेल चाहिँ बनिरहेछ। यो ट्रेल चाहिँ यहीँबाट जोडेर ठ्याक्कै त्यो
उहाँ माथि कुटुङसाङ भन्ने ठाउँ छ। अरू फेरि बबाट भन्थ्यो वाग्लुङ बलाई वा भन्दो रहेछ एउटा होटलले होइन वाग्लुङ होला आएको। ल हामी चाहिँ अहिले गुर्जे भन्ज्याङमा आइपुगेका छौँ। पारिपट्टि वेलकम टु काठमाडौँ लेखेको छ। काठमाडौँ जिल्लामा यहाँलाई हार्दिक स्वागत छ भनेको। अब यहाँदेखि उतापट्टि काठमाडौँ, अब यतापट्टि नुवाकोट जिल्ला भयो, शिवपुरी गाउँपालिका यहाँहरूले हार्दिक स्वागत गर्दछ भनेको। अब शिवपुरी गाउँपालिका सुरु भयो, यतापट्टि राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज। ल फर्किँदैछौँ हामी अहिले। यहीँबाट देखिन्छ गुर्जे भन्ज्याङ अब यता, त्यसपछि सुइरे चौर हामी उताबाट आयो, गुर्जे यता, ककनी उता, त्यसै गरेर तारकेश्वर टेम्पल भन्ने माथि नजिकै एउटा सानो टेम्पल रहेछ। यताबाट चाहिँ निकुञ्ज जाने बाटो। फेरि यहाँ फोटोमा केही गजब आउनु यहाँ त झोरो नि कति टाढा रहेछ। लड्ने होला फेरि। कोराले हिँड्दा त म पनि जान्दिनँ वास्तवमा। अहिले हामी बौडेश्वर महादेव र यो गुफा झर्नानेर आइपुगेका छौँ र आजको यात्रा, हिजोदेखिको हाम्रो यात्रा यहीँनिर समापन भएको छ। हामी हिजो ककनी हुँदै माथि सूर्यचौरमा बास बसेर त्यहाँबाट झरेर यहाँनिर आएर बौडेश्वर महादेवनिर आएर यात्रा समापन गरेका छौँ। हामीले झर्ना पनि छ यहाँ तर झर्ना सानो भएकोले गर्दा देखाउन सकिएन। आजकलको यो गर्मी मौसममा झर्ना नदेखिँदो रहेछ र हाम्रो समग्र यात्रा समापन भएको छ। हामी बौडेश्वर महादेवको मन्दिर परिसरमा आएर यात्रा समापन गरेका छौँ। धन्यवाद। बौडेश्वर महादेव की जय, बौडेश्वर महादेव की जय, बौडेश्वर महादेव की जय। हामी आज प्रकाश खनालको नमस्कार।